हरेक वर्षको वैशाखी पूर्णिमा गर्न नसके अथवा गर्न नसक्ने भनेको कहिलेकाहीँ जुठो लाग्छ, कहिलेकाहीँ सुतक लाग्छ। तर यो तिथिबाट सर्नु पर्यो भने जेठ असारे 15मा असारे पूर्णिमा पनि गर्दा हुन्छ फेरि सम्म। त्यसो भएको हुनाले यो चाहिँ हाम्रो पितृहरूको पूजा भएको हुनाले पहिले चाहिँ के गर्थ्यौ हामी भने यो वैशाखै पूजा गर्नको लागि चाहिँ एकदमै भेडाकै पाठा मात्रै पूजा गर्नुपर्ने। भेडाको पाठा चाहिँ चाहिने भएको हुनाले गुरुङहरू चाहिँ सबै भोटमा गएर भेडाको पाठा ल्याएर अनि पूजा गर्ने। पूजा गर्दा कसरी गर्ने भन्दाखेरि अब यो भेडा एकदम भर्खरको पाठा ल्याइसकेपछि हामीले चाहिँ के अरे दुई खालको, कसैले चाहिँ भित्र मात्रै पनि गर्छ, तर हाम्रो चाहिँ पूजा खास चाहिँ बाहिर गर्छ कोठेबारीमा। तर अहिले चाहिँ सम्भावना नभएको हुनाले यहाँ घरभित्र राखेको हो। आज चाहिँ घरमा कुल पूजा कि बाई पूजा अरे? बाई पूजा हुँदैछ। अब यहाँ चाहिँ कस्तो छ भन्दाखेरि यो रोटी चाहिँ अरे यो बुहारीले खतरा पकाउनुपर्छ भन्ने कुरा सुन्नमा आएको, तर सबै डढेर खरानी भएको जस्तो रोटी। बुहारी बेजत पो होला जस्तो भयो त। जिन्दगीमा नगरेको काम गरेपछि त्यस्तै हुन्छ भन न। विशेष पुजारीमा हुनुहुन्छ। यो के को रोटी हो यो बुवा? 40वटा बनाउने अरे? कतिवटा बनाउने भन? तपाईँको सोचाइ अर्कै हुन्छ, हाम्रो सोचाइ अर्कै हुन्छ। म गर्न छोड्दिनँ, तपाईँ भन्न छोड्नुहुन्न। तेल हालेर पकाएको खान्छ। यो मासु चाहिँ टन्नै पकाएको छ दाजु, के लाग्यो? हो आमामा रस उठ ए उठ सुक्यानी ए मुसा। हेलो हेलो कुल ओ कुलको मान्छे उठ बरु। ओके रोटीहरू भइसकेको छ यहाँ 40वटा रोटी। सकेको छ यो यतापट्टिको चाहिँ बोजू बार्जेको पहिले बोजू बार्जेको सक्नुपर्छ, अनि मात्र यता फेरि बाहेको गर्नुपर्छ। बाहेको मनिराज बाजे भन्छ यतापट्टि यो पल्लो छेउको, यहाँदेखि अरू बाजेहरू यो यतापट्टिको चाहिँ बोजू बार्जु पृथ्वीनारायण बाजे बुद्धिमाता बोजू पहिले उनीहरूको गरिसकेर फेरि अनि मात्रै उतापट्टि गर्नुपर्ने भएको भने पहिले यो सक्नुपर्ने भयो ल। एसी के अरे यो पृथ्वीनारायण बाजे बुद्धिमाता बोजू गुरुङहरूले यो चाहिँ पृथ्वीनारायण बाजे बुद्धिमाता बोजू चाहिँ गुस्से खातिरको गुरुङहरू सबैले मान्छ। यो हाम्रो पितृ हो, तर एकदमै तगडा भएको हुनाले के अरे सबैले मान्छ। त्यसो भएको हुनाले हामीले पहिले गर्दा बाबुहरूले पहिले पनि यो बोजू बार्दैन। पहिले त एक दिन अगाडि नै यता बोजू बाजू गरेर पछिल्लो दिन यो धेरै समय लाग्छ यता बायुको चाहिँ। त्यसो भएको भने यसो गर्थ्यो। उता एउटा स्याउ छ निकालिदिएको उता पृथ्वीनारायण बाजे चाहिँ आकाशमा उड्ने
मन्त्र एकदम लिएर आकाशमा उड्ने, वायु बादलमा पनि हिँड्ने, पूर्व पश्चिम उत्तर दक्षिण घोडामा हिँड्ने, पानी कुनै केहीले नछेक्ने, नमस्ते गर्न कति बेला मुक्त भयो? वायु बादलमा पनि हिँड्ने, चरा भएर हिँड्ने, चराहरूको राजा गरुड भएर हिँड्ने, बेबी मुख धोएर आउनु प्लिज। मौरी सबै भएर हिँड्ने, गरी जस्तोसुकै ठाउँमा पनि पुग्ने सर्वश्रेष्ठ मान्नेहरूको लागि मैले दाजुलाई यत्रो नमातेको नमाते हो Why there's baby clay? दाजुलाई विद्या Baby clay. खेल्नु लागि तपाईँ शक्तिशाली हुनुहुन्छ। नमस्ते गर नमस्ते भगवान नमस्ते गर बच्ची माता भगवान नमस्ते गर न छोरा छोरा ल नमस्ते गर लक्ष्मी सम्पत्तिको नमस्ते गर सर्वश्रेष्ठ विद्याको देवी सरस्वती, विद्याको देवी सरस्वती, सम्पत्तिको देवी लक्ष्मी, शक्तिको देवी हे प्रभु तपाईँ आफ्नै जगतमा हो। तपाईँ छेद भेद भूत प्रेतलाई हटाउन सक्नुहुन्छ, परमेश्वर हटाउने तपाईँ दैत्य हो। तपाईँले जे खाए पनि औषधि बनाउनुहुन्छ, तपाईँ बाटो पनि हो परमेश्वर। तपाईँ जे चिना त्यही गर्न सक्नुहुन्छ। बुझ्नेहरूमा सम्बन्ध ठुलो शक्ति छ। यो विधिमा चाहिँ बोल्छु बाला बालाको रक्षा गर्नुहोस्। यो देशमा महामारी जे आएको छ आफ्नो लाला बालालाई रक्षा गर्नुहोस्। मेरो लाला बालालाई रक्षा गर्नुहोस्। मेरो बाउको लाला बालालाई रक्षा गर्नुहोस्। मेरो बाजेको लाला बालालाई रक्षा गर्नुहोस्। शाखा सन्तानलाई रक्षा गर्नुहोस्। मेरो जीवीको सन्तान गर्नुपर्ने परमेश्वरको सबै हे बाबु बाजे परमेश्वरले रक्षा गर्नुहोस्। जहाँ जाँदा पनि विजय गराउनुहोस्, सफलता बनाउनुहोस्। बाजे परमेश्वरी रिस राग कहिले पनि आफूले पनि नगर्ने, अरूको पनि नगरोस्। बोलीमा मधुर्य दिनुहोस्, बोलीमा एकदम शीतल मन्द दिनुहोस्। वचनहरूमा शक्ति मन्त्र जस्तो दिनुहोस्। हे बोजू हे बाजे परमेश्वरी तपाईँले पर विद्या दिनुहोस्, अपरान्त दिनुहोस्। सबैलाई शान्ति तरिकाले राम्रो मुखले मित्र बनाउन सक्ने बुद्धि दिनुहोस्। हे भगवान् हे कृष्ण बाजे हे तपाईँले परमेश्वरी यो वैशाखी पूर्णिमा उनीहरू दिनुपर्ने मैले पूर्णिमाको दिन मैले छुट्टी पाइनँ। हे परमेश्वरी आजदेखि पूर्णिमाले मैले रक्षा गर्ने तपाईँले लिइदिनुहोस्। आफ्नो लालाबालाले जे दियो त्यो मानिदिनुहोस् परमेश्वरी। परमेश्वरी कृष्ण बाजे कृति माता बाजे कृष्ण बाजे रक्षा गर्नुहोस्। आफ्नो लालाबालाको रक्षा गर्नुहोस्। अब म यहाँ यो थान बनाउँछु। कहिले हौ आज हजुर कहिले यो यसमा नानी नमातिकन परमेश्वरी मेरो नानीहरूलाई आशीर्वाद दिनु पर्नुहोस्। विद्या दिनुहोस्, बुद्धि दिनुहोस्, ज्ञान दिनुहोस्, सक्ने दिनुहोस्। कहिले रिस नउठ्ने, धेरै पढ्ने, धेरै ठुलो मान्छे हुनुहोस्। कहिले रोग नलाग्ने परमेश्वरी यता यता यति यहाँ भाइ यहाँ बस्ने कहिले रिस नउठ्ने, कहिले रोग नलाग्ने परमेश्वरी। कहीँ हिँड्दा ठेल्दा ठेस नलाग्ने हे परमेश्वरी दिनुहोस्, विद्या दिनुहोस्, ज्ञान दिनुहोस्, अकिल दिनुहोस्। ठुलो ठुलो विद्वान भएर नाम चलाउने हुनु परमेश्वरी। परमेश्वरी हे परमेश्वरी सबैलाई माया गर्ने, मिठो बोल्ने हुनु परमेश्वरी। सबै मित्र हुनु परमेश्वरी। जताततै मित्र मात्रै हुनु। जे काम गरे पनि सफलता प्राप्त गर्नु। पढाइमा धेरै ध्यान दिने हुनु परमेश्वरी। हतियारको शक्ति होइन, बुद्धिको शक्तिले सबका संसारलाई जित्ने बनाउनुहोस्। हे बाजे बोजू परमेश्वरी। है अब हामी फेरि यता बाजेको गऱ्यो त फाइदा यो गरेँ त्यहाँ जति चाहिँ सबै त्यो सबै ठिक मेरो पार म यहाँ थाना बनाउँछु। यस्तै बनाउनुपर्छ थाना। र गाउँमा भएको भए यो चाहिँ यहाँ भात मासु रोटी
रोटी यस्तो चाहिँ होइन धेरै धेरै 60वटासम्म बनाउनु पर्थ्यो अरे होइन अब यो त सम्भव भएन यतातिर देशमा त त्यो भएको कारणले गर्दाखेरि यहाँ चाहिँ हामीले कतिवटा बनाउनेहरू भयो आज 35 वटा भनेर मैले यसरी बनायो हुन्छ ल यसरी बनाउँदैछु Yeah, recording start here. Okay. So we are making. This is. यसलाई के भन्छ अरे यसलाई? रोटी होइन रोटी त रोटी. आज त सेल रोटी हो नि यो के भन्छ यसलाई? यसलाई बनाएर के भन्छ? सबै देवतालाई चढाउने हो प्रसाद भनौँ न प्रसाद यो प्रसाद बनाउँछ. प्रसाद देवताको विधि अब यो Raise up, baby, raise up. The camera is too down. Papa, I need to babysit with my brother. This way. Look at there. Papa making prasad. What? It's almost 35%. उसको हिसाबले भने बाबाको हिसाबले पनि पिण्ड दिएको भन्दा हुन्छ पिण्ड दिएको एउटा यो चाहिँ के गरेको भने बाजेलाई लौरो गिलिएन गिलिँदैन त्यो लिएछ भनेको घोषणा ल्याइदिउँ भएन गिलिएन अघि उदय ल्याएको थियो बुहारीले कहाँ राख्यो ए यसले दुलोफान अब यहाँ चाहिँ यो बाजेलाई दाउरा सुरुवाल अनि काँचो कपडा पाउँथ्यो त नि बहिनी यो कहाँ पाउँछ मैले नपाएर यसो गरेर काँचो कपडा सामसुपमा टन्नै पाउँछ नैनसत बोजूलाई चोला यो चाहिँ यस्तो एकदम चोखो चाहिन्छ यो राख्दाखेरि चामल पैसा धुमपाती के राख्नु पर्यो एउटा सानो यस्तो कुनै माथि त्यतिकै राख्न पाइएन बाजेको अगाडि बाजेको अगाडि दुध अगाडि जाऊ मुसा अगाडि बस जाऊ बाजेसँग बस तपाईँ भूत वर्तमान र भविष्यको कुरा जान्ने बाजे परमेश्वरी गाउँ घर सबैको ल्याउँछु खाना भन्ने जहाँ जहाँ छ रक्षा गर्न सन्तानमा मेरो बाउको साथै सन्तानलाई मेरो सबैको कुराहरू पनि लेखेको समाप्ति भएको कुरा पनि देख्ने हे बाजे परमेश्वरी तपाईँले आफ्नो लालाबडालाई सिकाउनुहोस् आफ्नो लालाबडाभित्र पनि रोग बेर कष्ट केही नहोस् भए हाम्रो सन्तानभित्र अहिले यो थाहा छ यो हटाइदिनु बाजे दुनियाँले वंशाणु गत उनीहरूको खुन बिग्रेको भन्छ बाजे यो खुन तपाईँ परमेश्वरी बाजे तपाईँले हटाइदिनुपर्छ त्यस्तो लालाबलाको रक्षा गरिदिनुपर्छ परमेश्वरी लालाबलाहरूले गल्ती गरेपछि सिकाउनुपर्छ बाजे परमेश्वरी रोटीहरू ल्या त
ए 10 वटा छैन 3500 जम्मा 3-4 वटा पुगेन नि त हौ। बनाउनु पर्ने भने बनाउनु पर्यो 4 प्लेट चाहियो 1, 2, 3, 4, 5, 6 पुग्यो। 26 यहाँ छ नि त। यो बोजू बाजे यो चाहिँ यो मनिटर बाजे हो। यो त्यहाँदेखि यता यहाँ चाहिँ हाम्रो कुलहरू सबै पछिको आफ्नो पितृहरू हो। त्यसमा उनीहरूलाई फेरि छुट्टै यो 5 वटा चाहिँ। अब यहाँ चाहिँ कस्तो हुन्छ भने हाम्रो सन्तानभित्रमा कोही मान्छे मर्यो भने 1 वर्षभित्रमा त्यो उसलाई यो पूजा गरेपछि हामीले उसलाई देखाएपछि मात्रै ऊ चाहिँ आफ्नो पितृहरूसँग जान्छ। नभए त्यसलाई काँचो भन्छ। काँचो गर्नु भनेको त्यो काँचो भनेको चाहिँ अब एक बाई पूजा गरेको त्यस पछाडि मर्यो भने अनि त्यहाँदेखि अर्को वर्ष नगरुन्जेलसम्म चाहिँ ऊ चाहिँ काँचो रहन्छ। त्यसो हुनाले आज उनीहरूलाई चाहिँ ल भनेर यसरी थानमा बस्नु कुलहरूसँग बस्नु भनेपछि अनि ऊ चाहिँ अनि त्यसरी आफ्नो वंशमा कुलसँग आएर बस्छ। त्यसो भनेको परमेश्वरी मनेर बाजे परमेश्वरीको नारी परमेश्वरी रक्षा गर्नुहोस्। लाला बालकको रक्षा गर्नुहोस्। परमेश्वरी मनेर तपाईँ सबै कुरो जान्ने घरमा भएदेखि परमेश्वरी बेलुकी मेरो बाउ हुँदाखेरि बेलुकी बोलाएर डाङ्ग्री गर्थ्यो। परमेश्वर अहिले डाङ्ग्री पनि कोही छैन। परमेश्वरी पितृहरू सबै पितृहरू मैले सबै परमेश्वरी चैमाले मेरो सिंहराज जेठबाजी महिनाबाजी साइनाबाजी काइनाबाजी अन्तरबाजी कान्छाबाजी बोजूहरू मेरो बाबुआमा दाजु भाउजू दाजु दिदी बुढी बुढामा कान्छो दाजु भाउजू दाजु दिदी बहिनीहरू बुढामा कान्छो दाजु भाउजूहरू बाजे बोजू बाबुआमा आमाहरू दाजुभाइहरू भन्नुहुन्छ सबै अरू को मैले थाहा नपाएको त्यस्तो छ। सबैजना कुलमा बसिदिनु। कुलमा लालामा दुःख नदिनु। परमेश्वरी हाम्रो कुलमा अहिले यो थरथर काम्ने रोगहरू आएको छ। परमेश्वरी यसलाई हटाइदिनु। सबैले यो फल्नाको खाल भन्ने अहिले लाजमर्द भइसकेको छ। हे सिंहराज बाजी परमेश्वरी मनराजी बाजी हे हजुर सम्पूर्ण हे भगवान लु अब चाहिँ खाना खाए हुन्छ। खाना बनाएको हरेक वर्षको बैशाखी पूर्णिमा गर्न नसके अथवा गर्न नसक्ने भनेको कहिलेकाहीँ जुठो लाग्छ, कहिलेकाहीँ सुतक लाग्छ। तर यो तिथिबाट सर्नु पर्यो भने जेठ असारे 15मा असारे पूर्णिमा पनि गर्दा हुन्छ फेरि सम्म। त्यसो भएको हुनाले यो चाहिँ हाम्रो पितृहरूको पूजा भएको हुनाले पहिले चाहिँ के गर्थ्यौँ हामी भने यो बैशाखै पूजा गर्नको लागि चाहिँ एकदमै भेडाकै पाठा मात्रै पूजा गर्नुपर्ने। भेडाको पाठा चाहिँ चाहिने भएको हुनाले गुरुङहरू चाहिँ सबै भोटमा गएर भेडाको पाठा ल्याएर अनि पूजा गर्ने। पूजा गर्दा कसरी गर्ने भन्दाखेरि अब यो भेडा एकदम भर्खरको पाठा ल्याइसकेपछि हामीले चाहिँ के अरे 2 खालको कसैले चाहिँ भित्र मात्रै पनि गर्छ। तर हाम्रो चाहिँ पूजा खास चाहिँ बाहिर गर्छ कोठेबारीमा। तर अहिले चाहिँ सम्भावना नभएको हुनाले यहाँ घरभित्र राखेको हो। यो बैशाख पूर्णिमा भनेको गुरुङहरूको महत्त्वपूर्ण दिन हो। हामीले यसलाई चाहिँ चाडको रूपमा मात्रै होइन आफ्नो पितृहरू मान्ने वर्षभरिमा यही हो। पितृहरूलाई सबभन्दा ठुलो मान्ने। त्यसो भएको हुनाले यसलाई चाहिँ अब 2टा कुरा छ। उभौली पनि हामीले पनि उभौली भन्छौँ। अब अरूहरूले पनि उभौली भन्छ।
उभौली भनेको चाहिँ जब भेडाहरू वस्तुहरू अब बर्खा लागेपछि गाउँघरमा चर्ने ठाउँ हुँदैन, सबै खेती योग्य हुन्छ। त्यसो कारणले बर्खामा चाहिँ हिमालमा लान्छ, हिमालमा खर्कमा। त्यो हिमालमा लाने बेलालाई चाहिँ अब यो वैशाखदेखि चाहिँ अब चाहिँ उभौली लाग्यो। उभौ भनेको उभो जाने हो, यसलाई त्यसरी पनि उभौली भन्छ। उभौली उधौली भनेको त्यसो। भोलि पर्सि फेरि दसैँको बेलामा माथि हिमालमा हिउँ पर्छ, हिमालको खर्कहरूमा वस्तुहरू बस्न सक्दैन, त्यसो भएपछि उँधो झर्छ, त्यसलाई उधौली भन्छ त्यो। र अहिले त्यो उधौलीमा त दसैँहरू यताउति पर्छ, तर यो उभौली चाहिँ हाम्रो महत्त्वपूर्ण छ। यो उभौलीमा चाहिँ हाम्रो पितृहरूको हामीले पूजा गर्छौँ। पितृहरूको चाहिँ कसरी पूजा गर्छ त भनेदेखि पहिले त प्रत्येक पितृहरूमा एउटा चाहिँ पितृको मात्रै देउता आउने एउटा डाङ्ग्री भन्थ्यो, कुल आउने। त्यस्तो कुल आउने चाहिँ क्रमशः आफ्नै वंशमा एउटा थपिँदै खाली नहुँदै आउँथ्यो। तर अब के भयो भने हाम्रो बाउ, मेरो बाउसम्म चाहिँ एउटा पितृ कुल आउँथ्यो मेरो बाउलाई पनि। त्यसैले मैले बाउले कुल पूजा गरेको देखेको छु, त्यसो भएको कारणले मलाई थाहा छ। र कुल आउँदा यसरी बाई पूजा गरिसकेपछि बिहान यसरी वैशाखी पूर्णिमाको दिन गर्ने। वैशाखी पूर्णिमाको दिन भेडा ल्याएर भेडाको पाठाले पूजा गर्ने। त पूजा गर्दाखेरि के गर्ने त भन्दाखेरि हामीले याद गर्नुपर्ने कुरा, वैशाखी पूर्णिमाकै दिन गर्न सकेन भने 5 दिनभित्रमा गर्ने। 5 दिन पञ्चमीसम्म भित्रमा गर्दा हुन्छ। वैशाखी पूर्णिमाको दिन भ्याएन भने पञ्चमीसम्म गर्दा हुन्छ। त्यो कहिलेकाहीँ सार्नु पर्ने हुन्छ, सुतकहरू लाग्छ, के पर्छ। त्यसो भएको हुनाले अब त्यसो गर्दा यो वैशाखी पूर्णिमा त्यसो गर्दा पनि सकिएन भने के गर्ने भने असारे पूर्णिमा गर्नु। फेरि असारे पूर्णिमा गर्ने। त्यो गरिसकेपछि त्यो पूजा चाहिँ किन गरिन्छ त भने हाम्रो मूल देवता, हाम्रो मूल पितृहरू सबलाई सम्झिन्छ। र सबभन्दा अहिले हाम्रो चाहिँ आफ्नो चाहिँ पितृमा चाहिँ मणिराज बाजे भनेको चाहिँ सबभन्दा धेरै जान्ने, धेरै बुझेको, त्यतिखेरको चाहिँ ज्ञानी धेरै कुराहरू छ। त्यसैले गर्दाखेरि जति पनि पहिले डाङ्ग्री बनाउँदा चाहिँ मणिराजले चाहिँ ऊ चाहिँ धेरै जान्ने भएको विद्वान भएको हुनाले त्यो गाउँघरमा समेत आफ्नो परिवारमा मात्रै होइन गाउँघरमा समेत को जोखाना भन्ने, उसले जोखाना भन्दाखेरि फरक नपर्ने, यस्तो 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 यो भित्रमा यस्तो खालको मान्छे, यति वर्षको मान्छे चाहिँ लाई निकै अप्ठ्यारो छ, साह्रो गाह्रो पर्ला, त्यसको लागि यसो यसो गर भनेर सिकाउनुहुन्थ्यो। त्यो पूजा गरेको बेलामा हामी सबैले सुन्न पाउने, हामीले सोध्न पाउने, जवाफ दिने। त्यतिखेर डाङ्ग्री पूजा गर्दाखेरि पूजा गरेको बेलुकी बिहान पूजा गर्यो, पूजा गरिसकेपछि बेलुकी चाहिँ आफ्नो भाइ वंश सबै भेला हुने, भेला भएर अनि बाजेलाई सोध्ने आज के भयो भन्दाखेरि आज पूजा कसो भयो, हामीले गरेको जहाँ राम्रो भयो कि भएन हामीलाई चाहिँ के अरे भनिदिनु, हामीले नजानेको छ भने हामी गर्छौँ फेरि भनेर भन्दाखेरि उसले सबै कुरा उसलाई राम्रो चित्त बुझेको छ भने ठिकै छ भन्ने, त्यस्तो गरेर केही नभन्ने। तर चित्त बुझेन भने चाहिँ भन्थ्यो। अनि त्यसो चित्त बुझेपछि अनि उसले चाहिँ त्यसरी चाहिँ गाउँको, हाम्रो गाउँको सबैको समाज के अरे त्यो एरियामा आफूले ललनाता भित्रमा पनि त्यस्तो चाहिँ मान्छे के अरे अब यो विधुवै भन्छ, विधुवाहरूलाई चाहिँ पोते फुक्लेको हुन्छ। पोते फुक्लेको भनेको चाहिँ लोग्ने मरिसकेपछि पोते लाउँदैन आइमाईहरूले, त्यसमा छोरी मान्छे त्यसो पोते फुक्लेको, अथवा छोरा मान्छे हो भने एक काटे एकल काँधे भन्थ्यो। त्यस्तो मान्छेमा पनि अथवा बच्चाहरू छ भने बालाहरू भन्थ्यो, बुढा वृद्धहरू भयो, यस्तो सबै खुलाएर चाहिँ यस्तो यस्तो नाम त भन्दैन थियो, यस्तो यस्तो ठाउँमा। त्यो भन्ने चाहिँ कसरी भन्ने? आकाशबाट भन्ने कि घरको धुरीबाट भन्ने कि हामी बसेकोलाई आँखा चिप्लिएको छ भन्ने नि। त्यसरी धामी त्यसरी धामीले भन्छ धामीले जस्तै त्यसरी भन्ने।
त्यसो भएको हुनाले चाहिँ त्यस्तो भयो उनीहरू। अब हाम्रो गाउँमा भनेपछि बेलुका पूजा गर्यो, बिहान पनि फेरि धामी बसेर धामीले सोध्छ भने त कुललाई होइन, बाजेलाई? बिहान चाहिँ हामीले अहिले गरेको जस्तो पूजा गर्ने, पूजा गरिसकेपछि भरे बेलुकी चाहिँ त्यसो गर्ने, त्यसो। अनि त्यो चाहिँ हाम्रो गाउँमा चाहिँ त्यसरी सबैभन्दा अलि धेरै जान्ने। अरूको पनि डाङ्ग्रेहरू त आउँथ्यो तर अरूको त्यतिकै भन्ने, तर हाम्रोमा चाहिँ धेरै जोखनाहरू भन्ने भएको हुनाले हाम्रो थरको मात्रै होइन, अरू हाम्रो मामलीहरू अरू थरको मान्छे पनि गुरुङहरूको मात्रै भन्छ, फेरि अरूको भन्दैन। सबै भेला हुन्थ्यो बेलुकी, धेरै मान्छेहरू, अनि सबै त्यसरी भन्थ्यो। र त्यसले गर्दाखेरि अरूको भन्दा हाम्रो चाहिँ त्यसरी शक्तिशाली थियो हाम्रो पितृहरू। त्यसैले अब चाहिँ के छ त भने अब त्यस्तो पितृहरू हाम्रो मात्रै होइन, सबैले आफ्नो आफ्नो पितृहरूको पूजा गर्छन्। आखिरी देउता भनेको आफ्नै पितृहरू हो, आफ्नो घर मान्नुपर्छ, आफ्नो पितृ मान्नुपर्छ। त्यसो भएको हुनाले नै हामीले मात्रै होइन, कुल पूजा क्षेत्रीहरूले पनि गर्छ, राईहरूले पनि गर्छ। राईहरूको उनीहरू विशेष गरेर देवा पूजा गर्छ, उनीहरूको पनि त्यो पनि पितृ हो। हाम्रो चाहिँ यो हो, यतिखेर हो। कसरी प्रक्रिया चाहिँ कसरी पुर्याउने त अब यो पूजा गर्दाखेरि चाहिँ? यो पूजा गर्दाखेरि त अब अरू कुरा धेरै कुरा समस्या छैन। अब पुजारीले के गर्ने, अनि त्यस पछाडि के सामग्रीहरू भेला पार्ने, त्यो फ्याँक्ने होइन, राख्ने। अनि कति बेला खाने, के मासु पकाउने, के भात पकाउने भन्ने कुरा छ कि? कुरै छैन नि। यो त के छ भने पूजा गर्ने भनेपछि हामी सबभन्दा पहिले अब वैशाखी पूजा गर्नको लागि, पितृ पूजा गर्नको लागि हामी भेडा पाठा लिन खोज्छौँ। पहिले भेडा पाठा ल्याएपछि त घरमा त सबै आफूसँग हुने कुराहरू नै छ। अब त्यस पछाडि चाहिँ पूजा गर्ने दिन भन्दा अगाडि पहिले हामी बोजू बार्जू, पृथ्वीनारायण बाजे बुद्धिमत्ता बोजू चाहिँ घरमा माथि तलमाथि हामीले थाम थापेर राखेको हुन्छ। त्यसैले पहिले यो पितृ पूजा गर्नुभन्दा अगाडि बोजू बार्जेलाई पूजा गर्छ। फेरि बोजू बार्जेलाई चाहिँ कहिलेकाहीँ बाख्राको पाठा पाठीले गर्छ, त्यो बाख्राको पाठा पाठीले भएन भने कुखुराले गर्छ। अब त्यो बोजू बाजेको पूजा गरिसकेपछि अनि चाहिँ कुल पूजा बायुको पूजा गर्छ। अब बायुको पूजा चाहिँ हाम्रो चाहिँ बारीमा गर्छ। बारी भनेर कोठेबारीमा, त्यो कोठेबारीमा पूजा गर्दा चाहिँ अब के आयो भनेदेखि भेडा पूजा गर्ने भनेपछि पहिले त भेडा ठेक्क पार्यो। भेडा ठेक्क पारेपछि त पूजा गर्ने सरदामहरू सबै ठेक्क पार्यो। पूजा गर्दाखेरि त धेरै त्यस्तो अरूको जस्तो धेरै गर्नु पर्दैन। त्यहाँ सबभन्दा पूजा गर्दाखेरि त्यो थान थाप्दाखेरि गाउँघरको पातले कटुसको स्याउला, कटुसको टुप्पा चटचट काटेर थान थाप्दा, हाम्रो त्यो थानमा चाहिँ ढुङ्गा हुन्छ, पहिले नै देउता थापेको हुन्छ। त्यो ढुङ्गाको वरिपरि यतापट्टि दायाँ बायाँपट्टि त्यो कटुसको स्याउला गाड्ने। कटुसको स्याउला गाडेपछि अब त्यहाँ चाहिँ किन त्यो गाडिन्छ भने त्यो गाडेपछि चाहिँ नि बाजेलाई चढाउने, बाजेले लाउने लुगाहरू, दौरा सुरुवाल कपडाहरू चाहिँ त्यहाँ त्यो माथि राखिदिन्छ। अनि त्यो धागोले, काँचो धागोले सट्टै पनि त्यो पनि बेरिदिन्छ। अनि त्यसको फेदमा एउटा डन्डी गाडेको हुन्छ। त्यो डन्डी गाडेको भनेको चाहिँ बाजेले उसको लौरोमा त्यसमाथि पनि अरू कपडाहरू के राखिदिन्छ। त्यसो भइसकेपछि अब हामीले पूजा गर्ने बेला त्यस पछाडि कलश भनेको चाहिँ एउटा लोटामा तितेपातीको अथवा तितेपातीको मुन्टा राखेर अनि त्यसमा चाहिँ अरू पनि फुलहरू राखेर त्यहाँ पानी हालेको हुन्छ। पानीभित्र लोटाभित्र अलिकति लोटाभित्र अलिकति चाहिँ सानो पैसा पनि हालेको हुन्छ। त्यो कलशमा भन्दा मुनि कलश चाहिँ भुइँमा खाली ठाउँमा राख्नु हुँदैन र एउटा प्लेटमा राख्नुपर्छ। प्लेटमाथि चामल अक्षता राख्नुपर्छ र त्यहाँ पनि पैसा राख्नुपर्छ। र त्यो कलश छोडेर के बिगार गरेको छैन भने छोडिदियो कि त्यतिकै? त्यो कलश माथि पनि सानो एउटा त्यो पातलेको कटुसको पात राख्ने, अनि त्यहाँदेखि त्यो माथि कलश राख्ने। दियो चाहिन्छ, दियोमा चाहिँ के अरे तेल हाल्ने,
अनि त्यस पछाडि त्यसरी नै दियो कलश भन्छ भन्दै बाजेसँग बसेको सबभन्दा ठुलो कुरो दियो बाजेसँग बसेको रहेछ दियो दियोमा सलेदो हालेर घिउ पर्दैन तेलै भए हुन्छ फेरि तेलकै भन्छ अनि त्यो तेलमा के अरे बत्ती बालेर ठ्याक्क दियो र कलाश सँगै राख्ने। त्यस पछाडि चाहिँ अब त्यो तितेपाती छ भने तितेपाती चाहिन्छ। तितेपाती चाहिँ त्यतिखेर चाहिँ चामलको अक्षता बनाउँछ। अक्षता बनाउँदा कस्तो बनाउने भने चामल भिजाउने, त्यस पछाडि त्यो तितेपातीको पातलाई मसिनो बनाउने, अनि त्यस पछाडि चाहिँ दही छ भने अलिअलि मिसाउने, नत्र भने त्यति पानीमै मिसाउँदा पनि हुन्छ। त्यसलाई अक्षता भन्छ। त्यो पूजा गर्दा चाहिँ यसो छर्किने, अनि त्यो भेडा पाठालाई पर्सिने, त्यसले गर्ने। कुखुरा हाम्रो बाई पूजामा चाहिँ कुखुरा चलाउँदैन, भेडा मात्रै चलाउँछ। त्यसो भएको हुनाले चाहिँ अब हामीले त्यसो गरिसकेपछि त्यो त्यति गरिसकेपछि चाहिँ अनि हामीले अब पूजा गर्न सबै ठिकै तयारी भएपछि अब पुजारीले त बिहानै नुहाएर तयार भएको हुन्छ। अरू केही खाँदैन, मुख बार्नुपर्छ। परिवारको मान्छेले पनि अरूले पनि मुख बार्नुपर्छ। त्यति गरेपछि अनि घरमा पुजारीले नै घरकै मान्छेले सेलरोटी घटीमा 30वटा, त्योभन्दा बढी 60वटासम्म पनि गर्छ। अनि सेलरोटी पकाउने, अनि त्यो भेडा पाठा काटिसकेपछि, भेडा काटेपछि त्यो भेडा सबै धन्दाफन्दा गरिसकेपछि त्यसको चाहिँ मासु पकाउने। मासु पकाएर त्यो भेडाको चाहिँ ऊ पनि हेर्छ। त्यो चाहिँ भेडा काटिसकेपछि त्यो पाठाको यसो शिर हेर्ने भन्छ। त्यो कलेजोमा हुन्छ। त्यसमा चाहिँ सहकाल, अनिकाल अथवा दुख बिमार के छ भनेर त्योबाट हेर्छ। शिरमा बार भन्ने हुन्छ, हो त्यसो पनि हेर्थ्यो। अनि त्यो गरिसकेपछि पकाइसकेपछि अनि बेलुकी सबै त्यो 30वटा दुनामा, घटीमा 30वटा दुना भनौँ, 40वटा अथवा 60सम्म कति सक्छ सर्नुपर्छ। त्यसमा चाहिँ प्रत्येक दुनामा त्यो भेडाको पाठाको मासुसँग भात, अनि त्यसपछि सेलरोटी एउटा गरेर वरिपरि पूजा गरेको ठाउँमा राखिदिने, चढाउने। अनि उनलाई चढाइसकेपछि मात्रै अरूले चाहिँ खाने। त्यस पछाडि देउतालाई नचढाउँदासम्म अरूले खानु हुँदैन। त्यो खाने। अब उतापट्टि छेउमा अलिकति अर्को बाजेको काँचो बायो भन्छ। त्यो अघि मैले देखाएँ भने काँचो बायो भनेको चाहिँ, काँचो गर्नु भनेको चाहिँ योभन्दा अगाडि, यो बायो पूजा गर्नुभन्दा अगाडि कोही मरेको छ र बायो पूजामा देखाएको छैन भने उनलाई चाहिँ काँचो भन्छ। त्यो ऊ चाहिँ काँचो भनेको चाहिँ के भने अहिलेसम्म देउताहरूको पितृको हुलमा पसिना सकेको बाहिरै बसिराखेकोलाई काँचो भन्छ। जबसम्म वायु पूजा गरिन्छ त्यस पछाडि मात्रै ऊ चाहिँ कुलमा पस्छ। त्यसो भएर त्यो उसको लागि पनि एउटा कुखुरा काटेर कुखुराले पूजा गर्छ। अनि त्यो दिनदेखि चाहिँ अबदेखि बाजेहरूले पनि उनलाई सङ्गलमा राख्नु, अब तिमीले पनि कुलसँग हिँड्नु, बाहिर हावा बतास भएर नहिँड्नु, भूत प्रेत भएर नहिँड्नु, अब तिमी चाहिँ सत्य भएर अब देउता बाजे कुलहरूसँग हिँड्नु, सुख शान्ति भोग्नु, आफ्नो परिवारहरूलाई पनि आशीर्वाद दिनु भनेर चाहिँ के अरे भन्छ, बाजे भन्ने हो। अनि यो पूजा चाहिँ गर्दाखेरि हामीले अरू मान्छेलाई, अरू जातको मान्छेलाई सकभर बोलाउँदैन। अरू जात आउँदैन पनि, हाम्रो गुरुङ गाउँको छेउमा बस्नेलाई सबलाई थाहा हुन्छ पनि, आउँदैन पनि। अनि आफ्नो छोरी चेली फुपूहरू भान्जा भान्जीलाई अथवा आफ्नो नाताहरूको मान्छेलाई बोलाएर सबैजना बसेर खाने हो। अथवा चाहिँ उनीहरूलाई चाहिँ त्यतिखेर साँच्चै भनिदियो भने आफ्नो मान्छेहरू चाहिँ छोरी चेलीहरू कोसेली लिएर आउँछन्, अब जान्छ। त्यसो भएको हुनाले यो चाहिँ एकदम हाम्रो आफ्नो घरभित्रको चाड हो पनि हो। त्यतिखेर एक किसिमको रमाइलो पनि हुन्छ। तर अब अहिले चाहिँ गुरुङहरू के हो भने धेरै अब आफ्नो पुरानो ठाउँमा छैन, बाहिर बाहिर जान्छन् भन्ने जस्तो ठाउँ छैन, आफ्नो जग्गा छैन। जग्गा नभएपछि कहाँ गर्ने?
यस्तो छ र यो चाहिँ छोरा तिमीहरूले पूजा गरिराख्नुपर्छ भोलि पर्सि अरूभन्दा पनि पितृको पूजा गरिराख्नुपर्छ पितृको पूजा गर्यो भने पुस्तौँ पुस्तासम्म पनि थाहा पनि भइरहेको छ आफ्नो छोरा नातिहरूलाई पनि थाहा हुँदै 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 जान्छ त्यसो हुनाले यो चाहिँ एकदमै नबिर्सिने कुरा होइन यति नै होला होइन यो कति वर्षमा गर्ने हो त यो त वर्षै पछि गर्नुपर्छ नि प्रत्येक वर्षमा वैशाख पूर्णिमा गर्नुपर्ने नि अहिले त हामीले त म परदेशमा भएर पनि नेपालमा गएर घरमा गएर गर्न नपाएको हुनाले अब कहिले पनि जान पाइनँ भने यसै गरौँ भनेर सेलरोटी चाहिन्छ तर आज त मैले अब चाहिँ के अरे यहाँ सेलरोटी पर्ने सम्भावनै भएन बुहारीको पनि छुट्टी छैन आमा पनि नेपाल गएको छ त्यसले गर्दाखेरि अब बाजे बोजूलाई आफ्नो कुल भएको हुनाले हामीले अहिले यस्तै सक्यो यसै मानिदिनुहोस् भनेर यसो गरेको भेडा पनि छैन अनि सेलरोटीको ठाउँमा अरूले पकाएको सेलरोटी हुँदैन आफैले पकाउनु पर्यो अनि त्यसो भएको हुनाले चाहिँ त्यो छिटो छिटो गरेर त्यो नैवेद्य बाबर बनाएको सरदरमा कुल पूजा होइन त कुल पूजाको विशेषता चाहिँ के हो खास सरदरमा छोटोमा चाहिँ कुल पूजाको विशेषता चाहिँ के हो विशेषता भनेको नै यही त हो नि आफ्नो पितृहरू सम्झिनु आफ्नो चाहिँ के अरे रोग र दुख बिमार नलागोस् सहकाल होस् सम्पन्न होस् आशीर्वाद दिनुहोस् भनेर त हो नि सम्झिने र आशीर्वाद थाप्ने हो होइन त थाप्ने ल त्यसो भने ओके ल यति नै हो त्यसो भने ओ भगवानलाई चलाएको रोटी खाएको त्यो भगवानलाई चढाएको रोटी किन खाएको छोरा बाजेले नभनिकन कसरी खानु हो बाजेले दिएपछि पो खाने हो त भगवानको प्रसाद ओ माई गॉड भगवानको प्रसाद खाइदियो भने बाजे मलाई माफ गर्नु बाजे मलाई माफ गर्नु